ग्लोबल मनी विकको अवसरमा चाहिँ बैंक तथा वित्तीय संस्थाहरूले इलियाङको गोपेटार बजारमा चाहिँ एउटा र्यालीको कार्यक्रम आयोजना गरेको छ। लो लो यताबाट लाइन लागेर निस्किनु न, के गरेको? आउनु आउनु आउनु, क्यामेरा होइन तपाईँ आफ्नो तालले हिँड्नु न। हिँड्नु 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 न हिँड्नु न हिँड्नु न हिँड्नु हिँड्नु। हामीले ग्लोबल मनी विक पैसाको महत्त्वको बारेमा सानो र्याली निकालेका छौँ। पैसा आजको बचत भोलिको क्षमताअनुसार प्रजाली पनि भनौँ। पैसाको सही सदुपयोग गरौँ। आजको पार्टीले भोलिको मोबाइल नचलाऊ। ग्लोबल मनी विक 2026 178 देशमा चलिरहेको छ। चैत्र 2008 त्यसकै सानो सुरु 75 जुलाई नगरपालिका ग्लोबल मनी विक चाहिँ यसरी मनाइरहेका छौँ हामी। आज हामी सबै यहाँ एक महत्त्वपूर्ण अन्तर्राष्ट्रिय अभियान ग्लोबल मनी विक अवसरमा एकचित्त भएका छौँ। यस अभियानको मुख्य उद्देश्य बालबालिका युवा तथा समुदायमा आर्थिक साक्षरता अभिवृद्धि गर्नु हो। आजको आधुनिक समाजमा आर्थिक ज्ञान बिना दिगो विकास सम्भव छैन। पैसाको सही व्यवस्थापन, बचतको बानी जिम्मेवार ग्लोबल मनी विक भन्ने साक्षरता कार्यक्रम यही चोकसम्म हो। बिल 10,000 पर्छ फाल्दा नि बेला रिकभर त हामी 3 महिना प्लस होला हौ। 176 वटा राष्ट्र हो। हामी हाम्रो देश बाहेक 175
गाउँपालिका वार्ड नम्बर 6 रत्नमा अवस्थित लघु वित्तीय संस्थाहरूद्वारा आयोजना गरिएका यो ग्लोबल मनी 2026 अन्तर्गत स्मार्ट मनी टक्स धाराका साथ आज यो वेबिनारको बजारमा कार्यक्रम सञ्चालन गर्दा र मेरो दर्शकद्वारा दिनुभएकोमा धन्यवाद दिन चाहन्छु। यो कार्यक्रम नौलो मात्रै होइन, विगतका वर्षहरूमा चाहिँ हाम्रो देशको संस्थाहरूको एउटा चार्ज जस्तो हो।